वेल गाइज मैले चाहिँ अब सिडनीबाट अर्को ब्लग लिएर आइसकेको छु हैन। आज हाम्रो सिडनीको डे 3। आज चाहिँ बिहान भन्दा नि राति नै उठेर हिँड्यौँ हैन। आज कति बजी उठ्यौँ फेरि हामी? 1:30 बजे। हामीलाई चाहिँ एक्ज्याक्ट मैले घडीमा हेर्दाखेरि चाहिँ 1:35 जति नै भएको थियो। 1:26 तिरै हामी उठेर चाहिँ हिँड्यौँ। एकदमै गाह्रै भएको थियो उठ्नलाई, तर उसले चाहिँ चलायो। तर मैले चाहिँ निदाको अब नदिया कन्सियस सबकन्सियस भइरहेको थिएँ हैन। तर मैले चाहिँ रेस्ट चाहिँ पुरा भयो मलाई चाहिँ हैन। एकदमै फुल रेस्टमै हिँडेको छु। अब चिया पनि खायौँ, सबै पम्पटप भइसक्यौँ, रेडी टु गो हैन। हामी अगाडि बढिरहेको छौँ। यो हामी कुन ठाउँमा आयो त अब गाइज? ल यो कुन ठाउँ हो गाइज? टाढी आइपुग्न लाग्यो। टाढी रे, ल टाढी चितवन हुन्छ होला अब। टाढी आएर ए टाढी रे, टाढी यो चाहिँ मेरो पनि पहिलो हो। ल उनीहरू चाहिँ यहाँ बसिरहेको मान्छेहरू हो। ल है रमिला कस्तो भइरहेको तिमीलाई? एकदम रमाइलो यार, आइ एम रियली एक्साइटेड हैन। अघि चाहिँ हामी एकदमै स्लो भयौँ हैन, निन्द्रामै थियौँ सबैजना हैन। अहिले एकदमै अगाडि बढिसकेको छ, द्रुत गतिमा अगाडि बढेको छ। ट्रङ्करी फर्स्ट सेट हैन हामी आइसकेका छौँ गाइज है। एकदमै सनी डे होला आज, रमाइलो है। कस्तो लागिरहेछ भाइ तिमीलाई? हामी जाँदैछौँ अहिले कफ हार्बरको बिग बनानामा ओर्लिन्छौँ। नेक्स्ट स्टप हाम्रो गोल्ड कोस्ट। अलराइट। Yes. नाच्देऊ बेबी, नाच्देऊ। बसी नाच्देऊ त तिम्रो डान्स, तिम्रो डान्सको प्रतिभा के गरौँ म? Everybody! Woo! सबैजना मतिर फर्क्यौँ त गाइज। Dami! Yeah! Early morning sun kissne भयो है। फेरि पछि हामी सँगै ट्राभल गर्न पाएको छौँ अहिले। ड्राइभ नगरिकन एकदमै फ्री भएर मजाले रमाइलो भइरहेछ है गाइस। दामी। See you in Coffs Harbour है गाइस। गाइस निदाको हामी सबैजना सबै उठिहाल्यो नि। त्यो लाली हुन्छ कि हुँदैन, फेरि बेटा हुन्छ कि हुँदैन, गर्दो मन माया लागेको होइन नभन। सबैजना मलाई हेरौँ त गाइज। सन्ते बाइक ओ आमा आमा अलिकति बिस्तारी मिलाएर ए
उकालो गाइज हामीलाई लाग्छ त्यस्तै कति लाग्छ होला त बेबी 1 घन्टा आधा घन्टा त्यस्तै लाग्छ Everybody! Woo! खाने क्रिमसित जाने कि नजाने तालको पानी माछीले खाने क्रिमसित जाने कि नजाने पानी माछीले खाने क्रिमसित जाने कि नजाने तालको पानी माछीले खाने क्रिमसित जाने कि नजाने Basta! Basta! Oi, oi, oi! Não, basta! त्यहाँ कति जम्बो लिएको तर बसिया छ बेबी गोल्ड कोस्ट पिङजालसँग सकाउँछ तिमीले यत्रो एक दोग्रो सकिन्छ होला त एक दोग्रो त्यो चाहिँ हामीले फर्स्ट टाइम देखाएको गाइज है एक दोग्रो चिप्स पाइँदो रहेछ है कोस्टकोमा जस्ट 9.99 लार्ज पार्टी साइज हो त यो त उलक्न पाइने भन्दा पार्टी साइज भन्दा नि ठुलो हो धेरै नै लार्ज है कति हुन्छ 1 केजी होला यो हेरेर होइन होला कि नेट 650 ग्राम यो उसले चाहिँ गोल्ड कोस्ट पुगिन्जेलसँग सघाउँछ भन्ने मलाई आशा छ सघाउनु पर्छ फेरि मेरो तिमीलाई नै पाउने ए पाइसक्छ हो जिजस सँगै जिउने सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुग्छ सोचे जति सबै वेल हामी चाहिँ बिग बनाउन जाने क्रममा एकछिन थके मार्नको लागि चाहिँ हामी रोकेका छौँ कहाँ अरे उरुगे कि उरुङ्गा भन्ने ठाउँ होइन दामी यो चाहिँ नेचुरल पुरै डरवेन्ट रिभर जस्तो अब यहाँ चाहिँ पुरै हेर्ने ठाउँ एकदम नेचुरल स्विमिङ पुल रे यहाँ वाक रहेछ हामी सानो वाक गर्नेछौँ
त्यसै क्रममा हामी अघि बढिसक्यौँ है त। यहाँको मान्छे हराएको पनि रहेछ है, ज्याकब एड्रेस बिचरा। हामी भेटायौँ भने उ गर्नेछौँ। हामी सबैजना गइसक्यौँ। माछा पनि लान्छौँ कि जस्तो छ है, माछा देखियो यहाँ। ओहो सानो भुराहरू यो फ्ल्याट हेड हो क्या? कहाँनिर उति आइरहेको ठुलो यिनीहरूले त खाइ नसक्ने माछा होला यो त यार। यसले जति नि पार्छ दिउँसभरिमा त्यसले त। कस्तो लाग्यो तिमीलाई उरुग्गे? भर्खरै त स्टार्ट गरेर ए भर्खर स्टार्ट वाकिङ भइरहेछ है। बल्छी धुर्बे रहेछ यहाँ एउटा। त्यस हिँड्नै मिल्दो रहेछ। ऊ धान रोप्नु हिँडेको छ। ए स्विमिङ पनि भइरहेछ होइन, दामी। ए ह्याट चाहिँदो रहेछ है। मेरो ह्याट लाउनु त लाउ तिमी। मेरो तालु डढ्ला के भयो। यो चाहिँ ढुङ्गाले घेरेर लगाएको ठाउँमा चाहिँ स्विमिङ खेल्ने ठाउँ रे है। पानी एकदमै सङ्लो, पुरै माछै देखिने। यो चाहिँ एकदम फर्स्ट टाइम हो मैले देखेको नि। मान्छेहरू चाहिँ पुरै पुल मुनिबाट उताबाट हिँडेर आउनु भएको उहाँहरू है। जुत्ता ला ए ह्याट ला चाहिँ उनीहरूले जस्तै ह्याट चाहिएर बेबीलाई, त्यही भएर मैले चाहिँ मेरो ह्याट दिएँ उसलाई। यसले नै आज काम चलाउनुहुन्छ उहाँले। यसै क्रममा पानी पुरै टल्केको छ। सबैजना यता हेरौँ त गाइज। ल सबैजना गाइज नछुटु है, नछुटु है। ल ल ऊ चाहिँ छुट्यो अरे है। वाकमा भनेपछि उता छाल हेर्ने ठाउँ चाहिँ उहाँ रहेछ। त्यहाँ चाहिँ खतरा छाल आइरहेछ, दामी छाल। यो खतरा रुख फल्यो रहेछ है, दामी है। उम्रेको छ होइन। उसले फेरि सुधार दिइहाल्यो होइन। रामको सेनाबिन्दुले सीतालाई गर्न गएको बेलामा भयो। धेरै रामायण धेरै नसुनाऊ अहिले। के हो यो? यहाँ बस्ने ठाउँ नि रहेछ, बसेर हेर्ने ठाउँ होइन। टक्क लाएर बस। यहाँबाट जान नि यहाँबाट गएर माछा लिएर आइ हुन्छ है। मिल्छ मिल्छ मिल्छ। माछा पनि एउटा लिएर आउनु आमा, एउटा माछा पनि। तर यहाँ त भुरा माछा टन्नै रहेछ। यो चाहिँ हाम्रो सर्ट वाक भन्दा भन्दै लङ वाकमै परिणत भयो। अब उहीँ हो भन्दा भन्दै हामी हिँडेको 15 मिनट भयो गाइज। घामले पनि राम्रो हान्यो। आज पनि घामले राम्रो डढाउँछ जस्तो लाग्यो मलाई है। अब त्यसै त कालो मान्छे, अब के हुन्छ होला म। कालकुट कोइला हुने भयो निक्लिनु भयो गाइज म अब। ए माछाको त के हो यो? ऊ हो क्या? स्कुल सुरु हुन लागेको छ, एसेम्ब्ली पोइन्ट। गोडा फ्याट बेबी शुद्ध पुरै माछा मार्दैछ मोबाइलबाट। यता चाहिँ फेरि माछा रहन्छ अहिले घाम छ नि त। त्यता यता चाहिँ घाम छैन होइन, यता चाहिँ न्यानोमा आउँछ कि। न्यानोमा माछा माथि माथि आउँछ नि बेबी। गन्देऊ त तर पानी बगिरहेछ है। ए यही हो दुईटा खोला जोडेको भनेको। एउटा खोला कुन? एउटा खोला यो, एउटा खोला त्यो। एउटा ऊ त्यहाँबाट आयो होइन, एउटा त्यहाँबाट आयो एउटा खोला है। एउटा खोला यताबाट आयो। यही नै होला, त्रिवेणी हो नि त। यहाँको रेस्ट एरिया होला।
यो चाहिँ त्यहाँ समुद्र एउटा भयो अनि दुईटा खोला त्यो छाल उडिरहेको समुद्र होइन दुईटा खोला जोडिएर अनि मिलेर गएर समुद्रमा जोडिएको रहेछ भनेपछि यसलाई के त्रिवेणी भन्ने मिल्छ त्रिशुल ओ नो अब उसले भनेको कुरा कति हो दर्शकले छुट्याउने छन् अब यो चाहिँ म अब त्यो रुखहरूलाई पनि भुरा भनिदिन्छ ए रहेछ टन्नै यार भुरा क्यामेराले क्याप्चर गर्न त सकिँदैन हिले माछा त भन्न मिल्दैन होला उसले चारो हाल्नु लायो चारो हाल्यो एउटा खिचौँ नि त चारो खोइ मुखबाट चारो हाल्छ नि तिमीले चारो आयो ए यिनीहरू लाटो रहेछ यिनीहरू चाहिँ ए चारो हामी यस्तो बोर्ड कुद्दो रहेछ ए दामी बोर्ड कुदायो है सोल्टीले अहिले कति माछा मार्ने होला आमामा तीनटा समुद्र दुईटा खोला जोडिएर एउटा समुद्रमा गएर मिलेर बनेको त्रिवेणी एकदम धार्मिक स्थलको भ्रमण भयो जय शम्भो ए महाकुम्भ मेलामा रमाइलो भयो हामीले पनि एउटा अब के भन्ने धार्मिक स्थानको भ्रमण गर्ने एकदम सुवर्ण अवसर पायौँ है एकदमै हावा चाहिँ कमै छ ठिकै छ सास फेर्न पुगेको छ त्यति नै पुग्छ तालु छ त्यो पनि हो हजुर देवघाट होइन देवघाट देवघाट नेपालमा भ्यू पोइन्टहरू चाहिँ धेरै नै रहेछ नि यहाँ हेर्ने क्रम जारी नै छ गाइज है अब यो चाहिँ ठ्याक्क सङ्गम बिन्दु रहेछ है यहाँबाट चाहिँ समुद्र सुरु हुन्छ नाइस भ्यू दामी त्यो गर्मी पनि होइन गाइज है यो चाहिँ झन्डै 30 डिग्रीमा हिँडिरहेछौँ बोसो मजाले पग्लिरहेछ त्यही अनुरूपमा सनबर्न पनि भइरहेकै छ सन क्रिम लाकै हो के भएको हिँड्न गाह्रो भएको जस्तो लाग्यो बेबी कति गाह्रो भइरहेछ तिमीलाई क्याप पनि लुटिहाल्यो गर्मी भयो नि त है तिमीलाई तर नाइस भ्यू तर गर्मी बिर्सिरहेको छ यस्तो शीतल है त्यो बिचमा उताबाट लाने होला एकदमै पत्थर सत्थर है यो यसको के हो यो थेरापी राइट दामी चट्टान ओ ये भन्ने ठाउँै रहेछ यो चाहिँ है दामी अब डेस्टिनेसन चाहिँ त्यहीँ रहेछ सबैजना गएर त्यहाँ बसिसक्नुभयो अब हामी लगभग हाम्रो डेस्टिनेसनमा आइ नै सक्यौँ राम्रो ठाउँ नाइस प्लेस अब यहाँबाट अब उनी देखिँदैन अब के भन्छ अब मिराज त्यो लाइन नै अब सक्यो के भन्छ बेबी यस्तो ठाउँलाई द एन्ड हो अरे ल है एउटा ठाउँको तर बोटहरू चलाइरहेछ है दामी ठाउँ आई लाइक इट नाइस प्लेस तर हावा नचल्दिएर अलिकति गाह्रो पऱ्यो अझ यसमै हावा पनि चल्दिने हो भने चाहिँ सुनमा सुगन्धै हुन्थ्यो छालहरू पनि मजाले आएको छ नाइस पुरै आकाश निलो दामी क्यामेरा बन्द गर्नै मन छैन क्या मलाई अब यस्तो दामी ठाउँ छ अब आएको त्यहाँ अब पुरै अब कस्तो दामी बनाएको क्या अब एक्सप्लेनै गर्न नसकिने दामी छ है ए यिनीहरू यहाँ सबभन्दा सुरुमा आउने मान्छेहरू है ल दाइको भ्लगमा नि स्वागत छ सबैलाई लास्टमा चाहिँ उहाँ सासुबारी हुनुभयो सही त मैले गरेँ बेबीलाई एकदमै गाह्रो भयो है तर हावा चल्छ होला एकछिनमा ठिकै छ एकदम माउन्टेन रेन्ज पनि देखिन्छ होइन दामी पहेँलो फुलहरू पनि फुलिरहेछ एकतिर ऊ नै छ दामी लास्टमा उहाँहरू हुनुभयो इट्स अलराइट बेबीलाई पनि भ्लगमा स्वागत छ
दामी ठाउँ है गाइज। हामी चाहिँ आइपुग्यौँ कफ हार्बरको बिग बनाना भन्ने ठाउँमा। यो ठाउँमा चाहिँ मलाई धेरै अगाडिदेखि आउनु मन लागिरहेको थियो होइन। यो चाहिँ मैले धेरै फेसबुकहरूमा पोस्टमा देखिरहेको ठाउँ, तर आज आफै आउनु पाएकोमा अब हेरौँ कतिको मेरो एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ गाइज है। अब हेर्दा त रमाइलो ठाउँ छ। आज मौसमले नि एकदमै राम्रो साथ दिएको छ, उज्यालो घमाइलो रमाइलो रमाइलो भइरहेछ, उज्यालो त पातहरू पनि टक्क मिलाएरै बनाएको ठाउँ जस्तो देखिरहेछ है। यो चाहिँ दामी। अब सुरु भयो जस्तो लाग्छ यहीँबाट बनाना बिग बनाना भन्ने ठाउँ। तर पार्किङ पनि प्रशस्तै रहेछ, दामी। मैले सबैजना सँगसँगै आउँदै हुनुहुन्छ, तर बनानाको चाहिँ घारी नै रहेछ यहाँ, पुरै घारीका घारी यहाँ। त्यही भएर नि बिग बनाना चाहिँ राखेर एकदमै राम्रो घुम्नको लागि चाहिँ ठाउँ एकदमै दामी बनाएर छ। आइसक्रिम खान्छ पखाउनु त अहिले बेबीलाई चाहिँ आइसक्रिम देख्ने हुन्न, उसलाई चाहिँ आइसक्रिम स्न्याक प्लान्ट छ स्नेक। अब चाहिँ यतैबाट हामी लाग्छौँ। वाट्स देयर टु सी एट रेप्टाइल वर्ल्ड रे यो चाहिँ। हामी फोटो खिच्न जाने हो त यता त्यो एकदम आइकोनिक त्यो फोटो खिच्ने त्यो बिग बनानाबाट जाँदैछ। शीतल छ नि त होइन, शीतल छ नि होइन। आइसक्रिम खानुपर्छ दाइ, अहिले आइसक्रिम खानुपर्छ दाइ। हेलो, अब बिग बनाना हेर्न जाँदैछौँ है हामी गाइज। ल लेट्स फलो मी गाइज। बिग बनाना यो चाहिँ दामी बिग बनाना भनेर चाहिँ दामी। खिचिदिन्छौ तिमी? खिचिदेऊ न। आमालाई तपाईँतिर ल्याउनु पर्छ, तपाईँ उनी ल्याउनु पर्छ, पुरै केरा कुटाउने हो। आमालाई तपाईँतिर ल्याउनु अनि दादा हट्नुहुन्छ। ए दादा बिग बनाना आइयो है बेबी। कस्तो लागिरहेछ तिमीलाई बिग बनाना? तिमीले चाहिँ उ गरेको थिएन होइन, एउटा तिम्रो भिडियो लिइदिन्छ आउँदै यता बिग बनानासँग अरे। मलाई चाहिँ आउनु मन थियो यो ठाउँ। पुरै घुमिरहेको है। यो बिग बनानाको चाहिँ भित्र पास हुने ठाउँ पनि रहेछ। रियली इन्ट्रेस्टिङ है, नाइस। शीतल बस्न पनि होला यो घाममा चाहिँ, शीतल उ रहेछ। ए बनाना के भनेर यहाँ एउटा बनाएको पनि रहेछ है, सानो भिडियो। नाइस भिडियो न यो राइट। यहाँ चाहिँ अब बनाना खाने प्लेट पनि रहेछ, चम्चा
हुन पनि सक्छ फेरि दामी ठाउँ चाहिँ यता पनि छ अझै लाउने टोपी होइन सबै यो सानो म्युजियम रहेछ भन्नु पऱ्यो भन त उतार निस्किनु यता वान वे रहेछ है पछाडि गए नि हुन्छ तर दामी काखमा बस्नु मिल्छ अरे त्यो फोटो खिच्नु त्यही भएर राखेँ यसो बस्यो यस्तो भन्छ पाइयो लाउँछौँ बनाना स्टोर चाहिँ यहाँ रहेछ गाइस हामी चाहिँ यो एउटा राइड गर्नु गइरहेछौँ टोगाबी सबैजना पछाडि हुनुहुन्छ है हामी सबैजना लाइनमा बसिसक्यौँ अब टक्क लाएर हामी यसरी जानेछौँ म चाहिँ हिँड्नु चाहिँ गाइस ट्रायलमा रहेछ तर म चाहिँ पुरै अगाडि नै गइसकेँ मेरो बेबी चाहिँ छुट्नु भयो सँगै जाउँ भन्दै हुनुहुन्थ्यो आउनुभयो ब्रेक तान मेरो बेबी आउँदै हुनुहुन्छ उहाँ चाहिँ डराउनु भयो जस्तो लाग्छ अन दिस राइड यहाँ त सुई अगाडि जाँदो रहेछ रमाइलो भएको छ मैले चाहिँ ड्राइभ गरिरहेको छु यस्तो एउटा बोर्ड छ बस्ने टक्क चाहिँ त्यहाँ माथिसँग ब्रेक हानिराख जान्छ भन्थ्यो होल्ड टाइट ब्रेक म यहाँ माथि गएर चाहिँ तिनीहरूलाई पुर्ने छ यसरी ब्रेक हान्न चाहिँ साथीहरू नआउन्जेलसँग चाहिँ एकचोटि ब्रेक हानेर बस्छ यसमा चाहिँ लाग्दैन रहेछ यो माथि आएपछि चाहिँ ब्रेक लाग्दो रहेछ मेरो बेबी आत्ति आउनु अब केही हुन्न अब बिस्तारै अब उ गर्दै जाने भने बेबी हेर त आऊ दाइ अब ब्रेक लाग्छ है अब ब्रेक लाग्छ है अब ब्रेक बिस्तारै दाइ ब्रेक लाग्छ भन्दै अब ब्रेक अलिकति अब तिनीहरूले नि हान्छ कि होइन तिनीहरूलाई सँगै जाउँ भनेर तिनीहरू आउँदैछ कि त्यही भएर आऊ ल त्यहीँ बस्नु रेडी टु गो कस्तो भयो बेबी तिम्रो एक्सपिरियन्स सबैजनालाई रमाइलो भयो होइन ल एक्लै आयो बेबी है ड्राइभ गरेर ल अब हामी चाहिँ अगाडि बढ्दैछौँ बेबी अलिकति थिचेपछि जान्छ है अलिकति अगाडि थिच एकैचोटि जानु अरे बिस्तारै थिच्दै आऊ है बिस्तारै अगाडि बढ्दैछौँ सबै साथीहरू अगाडि हुनुहुन्छ अब ओह्रालो आयो धेरै तारी भिरी आयो जस्तो गाइज अब हल्का ए ब्रेक हान्नु रे सबैजना साउट आउट है गाइज अब हामी अगाडि बढ्नेछौँ अब चाहिँ एकदमै यो ओह्रालो ओर्लिने रहेछ होइन ब्रेक चाहिँ टक्क थिच्दै बिस्तारै यो चाहिँ एक्सिलेटर रहेछ टक्क थिच्दै अनि यसो गर्ने रे यस्तो बिस्तारै यो बाटोबाट चाहिँ सर बेबी म गएपछि अब तिमी त्यहीँ बस त्यही बस म उताबाट खिच्छु क्या ए ल कमन गाइज मैले चाहिँ सबैलाई चाहिँ त्यहीँ पार गरिरहेको छु सबैजना लाइनमा हुनुहुन्छ
उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ स्लोली। ब्रेक ब्रेक तामा ताना तिमीतिर सबैजना आइसक्यो। ल म अगाडि गएँ है त, अगाडि गएँ है त। यस्तो दामी भ्यू देखिँदो रहेछ है यहाँबाट। बे बिस्तारै बिस्तारै। स्केरी नै रहेछ है हल्का। मलाई चाहिँ भिडियो र यो गर्न चाहिँ अलिकति गाह्रै भयो, त्यही पनि म गर्ने छु। माकुरो आएछ, माकुरो केटोले आफ्नै भ्लग हानिदियो। S-bend ahead. Slow down. S-bend ahead. अब चाहिँ यतिकैमा इन्ड अफ ट्र्याक नै भयो। कस्तो भयो त बेबी? रमाइलो भएन? गर्दिन भन्दै थियो होइन? सबैजनाको लाइनमा आउँदै हुनुहुन्छ गाइज। ब्रेक लाग्यो। ल उहाँको कडै ब्रेक लाग्यो। कस्तो भयो त बेबी? शीतल भएन? एकदमै आमा चाहिँ कुरेर बस्नुपर्छ। टेन्सन हुनुहुन्छ देखियो। कस्तो भयो त हाम्रो एक्सपिरियन्स चाहिँ ओभरअल? दामी होइन? ल फेरि रमाइलो अरे, दामी रमाइलो हुँदो रहेछ। यो चाहिँ गर्नै पर्ने राइड रहेछ है। सानो मिठो रमाइलो है त गाइज। ल अब हामी यहाँ जाँदैछौँ नेक्स्ट डेस्टिनेसन। ल है त अब खाजा खाने कुरा हुँदैछ गाइज है। अब भोक पनि लागिसक्यो। ल अब नेक्स्ट खाजाकोतिर है त गाइज। ल